गोसिप्ता र गोसिपहदामा के फरक छ र यसलाई एकदम सजिलै र कन्फ्युजन रहित तरिकाले कसरी बुझ्ने त भन्ने विषयमा सिकाउन गइरहेको छु। गोसिपहदा र गोसिप्ता दुईटै कर्ताको इच्छा चाहना जनाउने ग्रामर हो। गोसिप्ता चाहिँ पहिलो पुरुष भन्नाले फर्स्ट पर्सनले आफ्नो इच्छा व्यक्त गर्दाखेरि प्रयोग गरिन्छ। छनुन फाबुल म गोसिप भयो, म चाहिँ भात खान चाहन्छु। छनुन 한국 회사에서 일하고 싶습니다. म चाहिँ कोरियन कम्पनीमा काम गर्न चाहन्छु। र दोस्रो व्यक्तिको भन्नाले सेकेन्ड पर्सनको इच्छा विचार आशा सोद्धाखेरि पनि प्रयोग गरिन्छ। फर एक्जाम्पल ल्यान्सी म आगो सिफायो, ल्यान्जी के गर्न चाहनुहुन्छ? कुमारेसी अधि खागो सिफायो, कुमारेजी कहाँ जान चाहनुहुन्छ? यसरी चाहिँ सेकेन्ड पर्सनको इच्छा आशाको बारेमा क्वेसन गर्दा पनि प्रयोग गरिन्छ भने गोसिपहदा चाहिँ यो चाहिँ थर्ड पर्सनको तेस्रो पुरुषको चाहिँ इच्छा विचारको बारेमा भन्दाखेरि गोसिपहदा प्रयोग गर्छौँ। फर एक्जाम्पल ल्यान्सिनुन 한국에 가고 싶습니다. ल्यान्जी चाहिँ कोरियामा काम गर्न चाहनुहुन्छ। 아버지는 사무실에서 일하고 싶습니다. बुवा चाहिँ कार्यालयमा काम गर्न चाहनुहुन्छ। यसरी चाहिँ हामीले गोसिप्ता र गोसिपहदाले सजिलै बुझ्न सक्छौँ। र यहाँहरू कोरियन भाषा सिक्न चाहनुहुन्छ र कोरिया जान चाहनुहुन्छ, स्टडीमा होस् या वर्किङमा, हामीले यहाँहरूको सपना पुरा गर्नेछौँ। हामीलाई चाहिँ चाँडै सम्पर्क गर्नुहोला। हस्, धन्यवाद।